यस सदनले आज नयाँ सभामुख पाउनु भएको छ र यसमा सबै दलले देखाएको राजनीतिक सदाशयता र उदारताप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट कृतज्ञता र आभार व्यक्त गर्न चाहन्छु। आन्दोलन, योगदान, शहीद, त्याग र त्यस पश्चात आएको यो परिवर्तन र परिवर्तनले लिएर आएको यो एउटा नयाँ सदन। निर्वाचनको क्रममा धेरै ठाउँमा जाँदै गर्दा म विभिन्न साथीहरूलाई भन्ने गर्थेँ, मतदाताहरूलाई अनुरोध गर्ने गर्थेँ कि हामी केवल मत माग्न आएको छैनौँ, हामी साउथ एसियाको बेस्ट पार्लियामेन्टको परिकल्पना गरेर चुनावमा होमिएका छौँ। आज यो सदनमा सबै सहकर्मी, सहयात्री र माननीय प्रतिनिधि सभा सदस्यज्यूहरूलाई हेर्दै गर्दा लाग्छ हामीले साउथ एसियाकै, यो दक्षिण एसियाको उत्कृष्ट सदनको परिकल्पना जुन देखेको थियौँ त्यो साकार भएको छ। अब अभ्यासको पालो आएको छ, अब संस्कारको पालो आएको छ, अब संस्कृतिको पालो आएको छ र सिद्धान्तको पालो आएको छ। सदन योभन्दा अगाडि धेरैचोटि खुमलटार, बालुवाटार, बुढानीलकण्ठ र बालकोटको बन्दी भएर बस्यो र त्यसैले गर्दा सङ्ख्या मात्र गनियो, सिद्धान्त जहिले पनि कमजोर रह्यो। अब सदन सिद्धान्तको हुनेछ भनेर हामीले प्रस्तुत गर्ने पालो आएको छ। त्यसैले गर्दा यसमा सबैजनाको योगदानको लागि म अनुरोध गर्दछु। सदन एउटा चौतारी र चिया पसल होइन जहाँ आए मन लागे आउँछु, मन लागे बोल्छु, मन लागे बस्छु, नमन लागे जान्छु भन्ने होइन। सदन गुरुकुल हुनुपर्छ, सदन विश्वविद्यालय हुनुपर्छ जहाँ म होमवर्क गरेर आउँछु, म एउटा प्रश्न लिएर आउँछु, प्रस्ताव लिएर आउँछु र प्रस्तुतिको तयारी गरेर आउँछु, जहाँ जनताको प्रश्नले अस्तित्व पाउँछ। फ्रेन्च इकोनोमिस्ट फ्रेडरिक बास्टियाटले भन्नुहुन्छ कि when goods doesn't cross the border then soldiers will cross the border। अहिले देखिरहेको छौँ हामीले इरानको एउटा नाकाबाट जहाँ क्रुड ओयल क्रस गर्न छोडियो, जहाँ दैनिक 1,58 करोड तेल जहाँबाट गुज्रिनु पर्थ्यो त्यहाँबाट गुड्स स्टप्ड क्रसिङ, तेल गुज्रिन बन्द गर्यो अनि सोल्जरहरू त्यहाँबाट हिँड्न थाल्यो। त्यसरी नै सदनले याद गर्नुपर्ने कुरा के हुन्छ भने यहाँ जनताको प्रश्नको अस्तित्व हुँदैन भने सदनमा जनता नै छिर्छ, जुन हामीले भदौ 24 गते देख्यौँ। बालुवाटार, राष्ट्रपति कार्यालय, अरू ठाउँभन्दा पहिलो जनताको प्रस्तुति र उपस्थिति यहीँ देखियो, सदनमा देखियो। त्यसैले सधैँ सबै सहकर्मी, सहयात्रीलाई मेरो अनुरोध छ त्यो सम्झिनु होला। अल टाइम भन्ने एउटा